आज चाहिँ यो सौभाग्यले गर्दा भेट भयो यो इन्द्रदह चाहिँ म आउँछु भनेको लगभग अब दिदीको बिहा गरे कति 34-35 वर्ष भयो 34-35 वर्ष नै भयो म वर्षै पछि आउँछु ल अब यो पालि आउने दिदी यो पालि आउने भने अहिले पनि नमिल्ने तर यो पालि चाहिँ समय सन्दर्भले विथ भान्जा बाबुसँग चाहिँ जुरिया रहेछ आउनलाई र आज ठ्याक्क आइयो यो शान्त रमाइलो अब मेला त छैन मेला नभए पनि जो यो ठाउँको अवलोकन गर्न पाइयो कालु फाँडेको उ गइयो जसको इन्द्रदह चाहिँ प्रत्यक्ष देखेँ मैले जोस् यो देख्ने ठुलो उ थियो मेरो अभिलाषा थियो 35 वर्ष पछाडि मेरो अभिलाषा पुरा भयो अब उमेर थाहा भयो होला फेरि तर केही छैन म अलिक केटकेटी नै थिएँ दिदीको बिहा गर्दा बच्चै थिएँ त्यही भयो आउने जाने चाहिँ रहर लागिरहेको थियो क्या त्यो हो स्टप गर्दा